पुछेको काग पुगिन्छ त्यहाँभन्दा झन् उता देउघाटबाट बायाँ लागेपछि काली गण्डकीको तिरैतिर जोमसम पुगिन्छ हिजोआज त्यो बाटो बनेको छ रे उहिले त हामी हिँडेर गएको धेरै दिन लाएर 7 दिन लाएर पोखराबाट अहिले त यहीँबाट चाहिँ रामपुरको बाटो भएर जान्छन् रे त्यही भएर साथीभाइहरू सल्लाह गरेर साथी सङ्गीहरू मिलेर आफन्तमा टोल छिमेकीहरू मिलेर हाम्रो देशको सुन्दर ठाउँहरू घुम्न जानु होला सातवटा गण्डकी बगेर आउने नारायणीको किनारै किनार घुमेर जानु होला दोस्रो यो संसारकै सुन्दर ठाउँ संसारकै मान्छेहरू यहाँ आउँछन् हामी भने घुम्दैनौँ हामी भन्ने थाहै छैन हाम्रो देशको बारेमा न हिमालको बारेमा नाम थाहा छ हामीलाई न नदीको बारेमा थाहा छ न जनावरको बारेमा छ हामी त संसारको सबैभन्दा सुन्दर देशमा बसेका छौँ संसारको अरू ठाउँमा सगरमाथा छ सगरमाथा छ संसारको अर्को ठाउँमा लुम्बिनी बन्छ छैन संसारका मान्छेहरू यहाँ कति खर्च गरेर घुम्न आउँछन् त्यही भएर हामी पनि मिलेर हाम्रो ठाउँ हामी आफैले देश दर्शन गर्न घुम्नुपर्छ भन्छ नि खाएको हराएर जान्छ रे हेरेको नजरमा रहिबस्छ त्यही भएर काली गण्डकीको किनारै किनार हामीले भर्खर यहाँहरूलाई जोमसोम लिएर गयौँ अब यहाँहरूलाई हामी धौलागिरीको रुकुम लिएर जान्छौँ धेरै वर्ष अगाडि जाने बेला रुकुममा केही पनि थिएन जहाज त मोटर सरेर जाँदो रहेछ पोहोर गएको भाइ बहिनीहरू मोटरसाइकलमा ट्याक्क बसेर नेपालको झन्डा बोकेर गएको कस्तो रमाइलो लाग्यो आफ्नो वैषम्य दिनहरू सम्झेर